नमस्ते र आज चाहिँ हामी नी पेनको एक्सर्साइज हेर्नेछौँ र एक्सर्साइजमा चाहिँ हामी फर्स्ट चाहिँ एक्सर्साइज चाहिँ के हो भने चाहिँ हाम्रो जस्तै यो घोडा भयो यो घोडाको वरिपरिको मसल्सहरू भयो लिगामेन्ट भयो नसाहरूलाई तन्काउने लागि चाहिँ एक्सर्साइज गर्छ र फर्स्ट एक्सर्साइज चाहिँ के हो भने जुन चाहिँ घोडा दुख्दैन त्यसलाई चाहिँ खुम्चाउने या कसैको दुईटै घोडा दुख्छ भने चाहिँ जुन चाहिँको एक्सर्साइज गर्नुहुन्छ त्यसलाई चाहिँ सिधा गर्ने अर्कोलाई खुम्चाउने र फेरि त्यो गरिसकेर अर्कोलाई खुम्चाएर अर्कोलाई गर्दा भइहाल्यो नभए चाहिँ नदुख्ने घोडालाई चाहिँ खुम्चाउने त्यहाँदेखि चाहिँ यसो पछाडि हातको सपोर्टमा लिएर यो ढाडलाई सिधा यस्तो कोप्रो परेर होइन ढाडलाई सिधा राखेर यसलाई यसरी खुम्चाउने जति खुम्चिन्छ तपाईँहरूको त्यति कसैको यति मात्रै खुम्चिला कसैको यति खुम्चिला त्यो जति खुम्चिँदैछ त्यति गर्ने यसो गरेर यसरी सिधा अब यो खुम्चाउँदाखेरि चाहिँ यो भुइँबाट उठ्नु भएन यसरी नै भुइँमै यसरी टाँसेर यसरी आउनु पर्यो यो तपाईँले 10 पल्ट गर्ने र अब अरूको दुईजनाको दुईटै खुट्टा दुख्छ भने चाहिँ यसलाई खुम्चायो फेरि अर्कोलाई यसरी गर्यो त्यो सकेपछि चाहिँ त्यहाँदेखि चाहिँ तपाईँले टावलहरूलाई रोल गरेर चाहिँ हाम्रो यो एङ्कल जोइन्टको यहाँनिर राख्ने र नदुख्ने खुट्टा या एक्सर्साइज नगर्ने घोडालाई चाहिँ फर्स्ट यसरी खुम्चाएर राख्ने अनि अब घरमा थेराब्यान्डहरू छ भने त्यो भइगयो छैन भने चाहिँ चुन्नीहरूले या बेल्टहरूले त्यसले चाहिँ यसो गरेर यसरी अड्काउने अन्त यसलाई चाहिँ आफूपट्टि यसरी तान्ने अब यसरी तान्दाखेरि चाहिँ यहाँ यो साइडको मुनिको मसल्स नसाहरू यो साइडको तन्किन्छ यसरी तानेर 10 सेकेन्डसम्म तानेर राख्ने 10 सेकेन्ड भएपछि फेरि लुज गर्ने यो तपाईँले 5 देखि 10 पल्टसम्म रिपिटेसन गर्न सक्नुहुन्छ अब फर्स्ट गर्दाखेरि 5 पल्ट त्यहाँदेखि बढ्दै बढ्दै 10 पल्टसम्म यसरी रिपिटेसन गर्दा भयो अब यो भएपछि चाहिँ त्यहाँदेखि चाहिँ अर्को चाहिँ पुरा मजाले सुत्नुपर्छ अब यसमा चाहिँ यो ढाड भयो यो घिचुक भयो यो चाहिँ मजाले नै भुइँमा चाहिँ लाग्नु पर्यो यस्तो उठेको या ढाड यस्तो उठेको त्यस्तो छ भने चाहिँ फेरि ढाडमा या यता पेन आउने डर हुन्छ र यसलाई यसो गरेर यहाँ यसरी हाल्ने त्यहाँदेखि चाहिँ यो भयो अब यसरी राखेर त्यहाँदेखि चाहिँ उठाउने यसरी अब यसरी उठाउँदाखेरि चाहिँ यो चाहिँ खुम्चिनु भएन यो सिधा उठ्नु पर्यो र जतिसम्म उठाउनु सक्नुहुन्छ यानि जहाँसम्म आउँदाखेरि चाहिँ यता तन्किँदैन त्यति चाहिँ तान्ने तर तन्काउनु पर्दा यस्तो पुरा तानेर यो खुम्चाएर केही फाइदा छैन अब सपोज तपाईँहरूको यहीँ आउँदा तन्कियो अरे तर यदि सिधा गरेर त्यतिमै राख्ने अब कसैको यहाँ आउँदा तन्कियो त्यतिमा राख्ने अब मेरो यहाँ आउँदा तन्किँदैछ अब मैले यहाँनिर राखेँ यतिमा यसरी राख्ने यस्तो गर्दा चाहिँ यो साइडकोमा तन्किन्छ यसरी तर यो खुम्चाउनु भयो भने चाहिँ तन्किँदैन यो चाहिँ सिधा राख्नु पर्यो अब यसरी गरेर यहाँ 10 सेकेन्डको लागि होल्ड गर्ने 10 सेकेन्ड भएपछि फेरि छोडिदिने यो पनि यसरी नै 5 देखि 10 पल्टसम्म अनि र अर्को चाहिँ कतिलाई अब यो खुट्टा सिधा गरेर गर्नु अप्ठ्यारो भयो भने चाहिँ अर्को खुट्टालाई खुम्चाएर यसरी गर्दा पनि हुन्छ त्यहाँदेखि चाहिँ अर्को एक्सर्साइजको लागि यो खुट्टालाई डाउनै गर्नुपर्छ र सेम अघिको त्यस्तो लियो सिधामा जहाँ तन्किँदैछ त्यहाँ लिएपछि चाहिँ अर्को उतापट्टि लानु पर्यो जस्तै अर्को खुट्टा साइड चाहिँ लानु पर्यो यसो गरेर अब यो पनि पुरै अब यस्तो भुइँमै झार्नुपर्छ भन्ने होइन यस्तो गर्दाखेरि यहाँ जहाँ जबसम्म तन्किँदैन त्यहाँसम्म लाने यो साइड तन्किन्छ यो गर्दा चाहिँ यो पनि लिएर 10 सेकेन्डसम्म होल्ड गर्ने हो फेरि झार्यो फेरि गर्यो यो पनि 5 देखि 10 पल्ट रिपिटेसन भयो त्यहाँदेखि अर्को एक्सर्साइजको लागि चाहिँ यसरी घोप्टो भएर जुन चाहिँ खुट्टा दुख्दैछ
त्यसको चाहिँ एङ्कलमा चाहिँ हाल्ने, यसरी एङ्कलमा हालेर चाहिँ अर्को यो चाहिँ यसरी बस्छ र यसरी तान्ने, यो पनि तानेर 10 सेकेन्डसम्म राख्ने, फेरि छोडिदिने, फेरि तान्यो 10 सेकेन्डसम्म राख्यो, छोड्यो, यो पनि 5 देखि 10 पल्ट। त्यो भएपछि चाहिँ अर्को चाहिँ जुन चाहिँ घोडा दुख्छ त्यो घोडा चाहिँ पछि बस्छ, नदुख्ने घोडा चाहिँ यस्तो, या जुन चाहिँ घोडालाई एक्सर्साइज गराउनु हुन्छ त्यो चाहिँ पछि, अर्कोलाई चाहिँ अगाडि। अन्त यस्तो गरेर आएर चाहिँ अब यो चाहिँ हेर्ने कतिजनाले चाहिँ यस्तो गर्छ, फेरि यस्तो गरिदियो भने चाहिँ यो चाहिँ रङ हो। यो चाहिँ यसमा चाहिँ हल्का मात्रै यसलाई टक गर्नुपर्छ, यसलाई हल्का मात्रै यसरी तान्नु पर्यो। अन्त अर्को यो हाम्रो यो यसरी बस्छ, कतिजना यसरी राखेर यसरी गर्छ, त्यो पनि होइन, यसलाई यस्तो पछाडि र यस्तो ज्यादा पनि हुँदैन कम्ती पनि हुँदैन, यो हल्का यहाँ। अब हेर्नुहोस् है, यो हेर्नु यस्तो गरेर हल्का हल्का टक गर्यो। अब जस्तै यो नर्मल छ, यसलाई हल्का टक गर्यो। यस्तो गर्दाखेरि चाहिँ हाम्रो यहाँनिर तन्किन्छ। अब तपाईँहरूको तन्किएन भने चाहिँ तपाईँहरूले राइट गर्नुभएको छैन, त्यसलाई अब करेक्सन गर्दा हुन्छ। जस्तै यसलाई हल्का यस्तो गरेर यसरी तन्किन्छ। यो पनि यहाँ आएर 10 सेकेन्डसम्म रोकिने, फेरि छोड्ने, फेरि 10 सेकेन्डको लागि राख्ने, फेरि छोड्ने। यो पनि 5 देखि 10 पल्टसम्म रिपिटेसन गर्दा भयो। अब यो चाहिँ हामीले घोडाको वरिपरिको मसल्सहरू, नसाहरू, लिगामेन्टहरूलाई तन्कायौँ। र अब हामी अर्को चाहिँ के गर्छ भने चाहिँ रेन्ज अफ मोसन भन्छ। जस्तै अब हाम्रो घोडा यति मात्रै ब्यान्ड हुँदैछ, कति यति ब्यान्ड हुँदैछ, त्यसलाई चाहिँ पुरा ब्यान्ड गर्नु लागि चाहिँ त्यो एक्सर्साइज गर्नेछौँ। र त्यो चाहिँ म तपाईँलाई अर्को भिडियोमा बताउनेछु। र आजको लागि यति नै, नमस्ते।